सम्पूर्ण साथीहरूलाई नमस्कार। हामीले 50 सब्सक्राइबर पुगिसकेपछि युट्युबबाट कसरी पैसा कमाउने र शेयर मार्केट लगायतका विषयमा ट्रेनिङ दिने भनेर हामीले जानकारी गराएका थियौँ। हामी अब केही दिनपछि नै लाइभ आउनेछौँ र शेयर बजारसँग सम्बन्धित भिडियोहरू र युट्युबबाट पैसा कमाउने तरिकाका भिडियो र अनलाइनबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विषयका भिडियोहरू युट्युबमा के गर्नुहुन्छ, के गर्नु हुँदैन, के गर्दा समस्या आउन सक्छ, वाइटीले समस्या पार्न सक्छ भन्ने किसिमका कुराहरू र स्टक मार्केट गर्दाखेरि के कुरामा विचार गर्नुपर्छ, ए टु जेड कुराकानी जुन चाहिँ हामीले 15-20 हजारको ट्रेनिङ गराउँदै आएका थियौँ। त्यो ट्रेनिङ फुल फ्रीमा हुनेछ, कम्प्लिट फ्रीमा तपाईहरुले त्यो कोर्स जोइन गर्न सक्नुहुन्छ। हामीले सुरुको 1000 जना मान्छेलाई त्यो ट्रेनिङ गराउनेछौँ र त्योभन्दा पछाडि हामीले केही शुल्क लिएर फेरि गराउनेछौँ। सुरुमा 1000 जनालाई हामीले फ्री गराउँदैछौँ। हामीले रङरोगन गर्दै विभिन्न किसिमका भिडियोहरूमा जानकारी दिने भनेर हामीले भनेका थियौँ। यसै अन्तर्गत हामीले अहिले भिडियो पनि बनाएका छौँ। यो भिडियो तपाईले लाइक, सब्स्क्राइब र कमेन्ट गर्नु होला। यो भिडियोमा हामी 1000 जना जति हाम्रो एउटा फ्यामिली मेम्बर हुनेछ। त्यो मेम्बरलाई चाहिँ हामीले फुल्ली सपोर्ट गर्नेछौँ। युट्युब च्यानल बनाउने क्रममा के समस्याहरू आउँछन् सबै 1000 जनाको मोनिटाइज गर्नको लागि हामी एकदमै प्रयास रहनेछौँ। र जति पनि नयाँ हुनुहुन्छ, नयाँ साथी, पुरानो साथी सम्पूर्णलाई चाहिँ हामीले तपाईहरुको वाइटी च्यानललाई पनि ग्रोथ गर्ने काम गर्नेछौँ। त्यसैले हाम्रो यो भिडियोलाई पनि लाइक गर्नु र कमेन्ट गर्नु, हामी फलो ब्याक गर्नेछौँ। हाम्रो अहिले यो साइडमा यो फ्ल्याटको कलर गरेर लगभग सकिसकेका छौँ। हामीलाई रङरोगन गर्ने काम लगायत कार्निस बनाउने र विभिन्न किसिमका कामहरू इन्टेरियर डिजाइनसँग सम्बन्धित रहेर कामहरू गर्नुपर्ने हुन्छ। यसको लागि तपाईहरु फुर्सदमा हुनुहुन्छ भने हामी काम पनि दिने काम गर्छौँ। तपाईहरुले काम पनि गर्न सक्नुहुन्छ। यो बादल बुट्टा कम्प्लिट भइसकेपछि हामीले यो भिडियो राख्छौँ भनेर भनेका थियौँ। यो भिडियो चाहिँ बादल बुट्टा हालिसकेपछिको हो। यसमा चरा राख्न बाँकी नै छ। हामीले सबै कोठाहरूमा कलर डबल गरेर सकिसकेका छौँ। कलरको काम डबल भइसकेको छ, डबल भएर सकिएको छ। यो बैठक हो, यो चाहिँ किचन रुम। अहिले किचनको र्याकहरू बन्ने काम पनि भइरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ बैठक कोठा। यसमा पनि हामीले रङरोगन गरेर फाइनल गरिसकेका छौँ। यो बादल बुट्टा मात्र बनाइएको छ। यसमा चरा राख्न चाहिँ बाँकी छ।